घरभित्रैबाट यो भिडियो तयार गर्नलाई मलाई सहयोग गर्नुहुने कुलमान घिसिङलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु, नमस्कार गर्छु र सम्मान टक्राउँछु। कुलमान घिसिङले चाहिँ कसरी सघाउनु भयो नि भन्नु होला। तीनवटा बत्ती बालेर म घरभित्र यतिको लाइटिङ मिलाएर भिडियो बनाइरहेको छु। यो सहयोग होइन? नत्र भने उहाँको आगमनभन्दा अगाडि नेपालमा यसरी घरभित्रै भिडियो बनाउने कुराको कल्पनासम्म पनि गर्न सकिँदैन थियो। 18 घण्टाको चरम लोड सेडिङको बीचमा थियौँ हामी। कुलमान घिसिङ आउनुभन्दा अगाडि प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो। उहाँले भाषण गर्नुभएको थियो, हेर्नुहोस् म सोची सम्झिकन बोल्दैछु, सोची सम्झिकन म बोल्दैछु, 2 वर्षमा लोड सेडिङ खत्तम गरिरहेछ। लोड सेडिङको नाम निशाना मेटाइदिने हो। सबले भने हावा गफिदिए, उखाने बुढा तुक्के बुढा भनेर पनि भनियो। त्यतिखेर विद्युत प्राधिकरणका सिइओ प्रमुख कार्यकारी अधिकृत थिए मुकेश काफले भन्ने एकजना व्यक्ति। तिनले इन्टरभ्यू दिँदा टेलिभिजनमा भन्थे नेपालमा 20 वर्षसम्म, कम्तीमा 20 वर्षसम्म लोड सेडिङ अन्त्य गर्न सम्भवै छैन, हुनै सक्दैन। प्रधानमन्त्रीले त त्यस्तो भन्नुभयो नि। त्यो उहाँको सदिक्षा हो, सदिक्षालाई हामी सदिक्षाकै हिसाबमा लिन्छौँ, तर लोड सेडिङ अन्त्य गर्न चाहिँ सम्भव छैन। ती मान्छे गए, कुलमान आए, बर्खामा लोड सेडिङ अन्त्य भयो। अनि तिनले भने ए बर्खामा त लोड सेडिङ घटिहाल्छ नि, हिउँदमा लोड सेडिङ हटाएर देखाउँ, म झुन्डिन तयार छु भन्थे। हिउँदमा पनि लोड सेडिङ अन्त्य भयो, तर ती झुन्डिएनन्। ठिकै छ, मान्छेलाई मारि त हाल्नु हुँदैन, मर्न लाग्यो भने पनि हामी नेपालीलाई माया लागेर फेरि बचाउनु पर्थ्यो। त्यो दुःख हामीले गर्नु परेन। तर लोड सेडिङ अन्त्य त भयो। यसको लागि म कुलमान घिसिङलाई फेरि पनि एकचोटि धन्यवाद दिन चाहन्छु। त्यो बेलामा हामीले कमेडी गर्दाखेरि पनि दुःखको कुरामा कमेडी गर्नुपर्ने अवस्था थियो। वर्षमा 12वटा महिना, 1 महिना लोड सेडिङ हुँदैन, क्या गजबको बात, क्या गजबको बात। यस्तो बातमा पनि हामीलाई लाग्या छैन लाज, यस्तो बातमा पनि हामीलाई लाग्या छैन लाज। त्यो बेलाको कमेडी। हप्तामा 7वटा दिन, 1 दिन चाहिँ लोड सेडिङ हुँदैन, क्या गजबको बात, क्या गजबको बात। यस्तै बातमा बानी पर्यो भनौ जिन्दाबाद, यस्तै बातमा बानी पर्यो भनौ जिन्दाबाद भन्ने अवस्था थियो त्यतिखेर। तर त्यस्तो अवस्थाबाट यस्तो अवस्थामा ल्याइपुर्याउनु भएको छ। यो लोड सेडिङ अथवा विद्युत वितरणको क्रान्ति कुलमान घिसिङले गर्नुभएको छ। उहाँलाई धन्यवाद सहित एक कार्यकाल अझै उहाँको निरन्तरताको जरुरी छ भन्ने मलाई लाग्छ। किनभने जब क्रान्ति हुन्छ, क्रान्ति भइसक्दाखेरि प्रतिक्रान्तिको तयारी पनि त्यही लेभलको सशक्त हुने गर्छ। र यो बेलामा इन्भर्टरका व्यापारीहरू, सोलरका व्यापारीहरू, ब्याट्रीका व्यापारीहरू फेरि पनि सल्बलाउन सक्ने सम्भावना छ। त्यसैले थालेको काम पुरा गर्नको लागि एक कार्यकाल मात्रै पर्याप्त हुँदो रहेनछ। जस्तो कि नेपालको भ्रमण वर्षको अथवा नेपाल भ्रमणको निम्ता गर्दा भनिन्छ नि, वन्स इज नट इनफ, एकपटक मात्रै पर्याप्त छैन। त्यो बेलामा कम्ता दुःख थियो आमा। त्यो बेलामा बच्चाहरूले गफ गर्ने अवस्था थियो। असनको गल्लीभित्र बच्चाहरू यसो माथि हेरेर भन्थे बिजुलीका तार देखाएर, ओइ हेल्ता हेल्ता, स्पाइडरम्यानले भ्रमण वर्ष 2011मा आउँदा हानेको टोली अझै पनि झुन्डी लखेको लैछ, क्या बलियो लैछ है भनेर बच्चाहरूले भन्ने कुरा गर्ने जस्तो स्थिति थियो त्यतिखेर। मान्छे लुगा सुकाउँथे बिजुलीका तारमा। त्यो अवस्थाबाट यो अवस्थामा आइयो। त्यो बेलामा त कस्तो बुझाइमै समस्या हुन्थ्यो क्या। पहिलेका मान्छेले चाहिँ वाह मेरी बुढी त अब तारिफ गर्दै भन्थे नि, बिजुली जस्ती छे भन्दा पहिलेका मान्छेले के भन्थे, ओहो कति भाग्यमानी, कति जाँगरीले श्रीमती पाएछौ। हाम्रो पालामा आइपुग्दा त मेरी स्वास्नी बिजुली जस्ती छे बनाउने सुन्नले भन्थ्यो, कठै भा तेरो अभागी खप्पर, कस्ती श्रीमती चाहिँ पाइछस् तैँले जुन 24 घण्टामा 22 घण्टा अँध्यारो मुख लाउँछे, जम्मा 2 घण्टा मात्रै मुस्कुराउँछे भन्या जस्तो अवस्था थियो। त्यो लोड सेडिङ चरम पीडा दुःख कम्ता भोग्या छ। म पनि त्यसको भुक्त भोगियो। त्यही लोड सेडिङको बीचमा मेरो छोरो जन्मियो। मतलब दुःख यो होइन। छोरो बिस्तारै बढ्दै गयो, हल्का साना साना दाँतहरू पलाउन थाले, तातातुतु गर्न थाल्यो। त्यसपछि बुढाबुढीको कम्पिटिसन, बुढी भन्ने
यसले पहिले मम्मु भन्छ, म भन्ने पहिले यसले बाबा भन्छ, मम्मु बाबा मम्मु बाबा मम्मु बाबा। छोरो बोल्नु कहिले कहिले कम्पिटिसन चलिरहेको छ, नभन्दै छोरो बोल्यो र छोरोले भन्यो बत्ती आयो, र दोस्रो शब्द बोल्यो बत्ती गयो। स्थिति यस्तो थियो त्यो बेलामा। त्यो बेलाबाट यो बेलामा आइपुग्नको लागि जुन व्यवस्थापनको हिसाबले, चुहावट नियन्त्रणको हिसाबले, पैसा असुल्ने कुरामा, निर्माण गर्ने कुरामा, वितरणलाई व्यवस्थित गर्ने कुरामा कुलमान घिसिङको नेतृत्वमा जुन काम भयो त्यसको लागि फेरि एकचोटि सलाम। सँगसँगै ऊर्जा मन्त्री तत्कालीन जनार्दन शर्मा र नेपालमा लोडसेडिङ अन्त्य सम्भव छ भन्ने केपी ओलीसम्मलाई पनि म धन्यवाद ज्ञापन गर्न चाहन्छु। त्यो बेलामा कमेडी प्यारोडी के हुन्थ्यो? बाल्नलाई होइन हेर्न चाहिँ पाइन्छ, न्यूनतम महसुल तिर्न जति नै पाइन्छ। बाल्नलाई होइन हेर्न चाहिँ पाइन्छ, न्यूनतम महसुल तिर्न जति नै पाइन्छ। निभेको सिए फेल्छ तै पनि राखिन्छ, निभेको सिए फेल्छ तै पनि राखिन्छ। टर्च लाइट बालेर ट्युबलाइट हेरिन्छ, टर्च लाइट बालेर ट्युबलाइट हेरिन्छ। 12 बजेपछि राति बिजुली पाइन्छ। यस्तो अवस्था थियो त्यतिखेर। 12 बजेपछि बिजुली आउने र 4 बज्न लागेपछि जाने, त्यस्तो त्यो पीडा पनि हामीले भोगेर आयौँ। र त्यतिखेरका नेतृत्वकर्ताहरू भन्थे यस्तै हो 20औं वर्षसम्म, किनभने 20औं वर्षसम्मका लागि व्यापारिक डिल थियो। पहिले मेरो एउटा छिमेकी भाइ थियो, इन्भर्टर ब्याट्री सोलरहरूको कारोबार गर्थ्यो। पसलको छेउबाट हिँड्दा पनि ओहो दाजु आउनु न चिया खाएर जानुस् भन्थ्यो। जब कुलमानको उदय भयो त्यसपछि यसो भेट हुँदा पनि दाइ चिया खुवाउन सक्नुहुन्थ्यो कि भनेर उल्टै भन्ने स्थितिमा आयो। र पछि त्यो इन्भर्टरको जुन पसल थियो त्यो पसल हटाएर फलफुलको पसल त्यही ठाउँमा राख्नु पर्यो उसले। त्यस्तोसम्म पनि अवस्था भयो। त्यसले गर्दाखेरि त्यही चिजहरूको, त्यही व्यापारहरूलाई फेरि निरन्तरता दिन चाहने शक्तिहरू फेरि पनि सर्वलाउन सक्ने खतरा अझै पनि बाँकी छ। त्यसैले लोडसेडिङको अन्त्यलाई निरन्तरता दिनको लागि, क्रान्तिपछिको स्थिरताको लागि पनि एक कार्यकाल कुलमान घिसिङलाई निरन्तरता दिँदा सबैभन्दा उत्तम विकल्प हुनेछ। त्यो बेलाको अर्को एउटा जोक, एउटा खतरा मार्केटिङ गर्ने मान्छे रहेछ हैन, खतरा मार्केटिङ गर्ने, उसले जेको पनि मार्केटिङमा यस्तो एक्सपर्ट कि ऊ आफैमा यस्तो कन्फिडेन्ट। एकचोटि गएछ त्यो भ्याकुम क्लिनरको मार्केटिङ गर्दै गर्दै गएछ र नयाँ बनेको घरमा चाहिँ अनि टक्क हैन यस्तो गयो, टक्क घर छ हैन, नयाँ नयाँ घरमा स्वाट छिरेछ, छिरेर भित्र गएर गोबर चाहिँ स्वाटै भुइँमा फ्याँक्दैछ, मार्बलमा गोबर स्वाट फ्याँक्दैछ। अनि घरबेटीले भन्नु नि के गरे यो? उसले भने चाहिँ चिन्ता नलिस् दाइ, 2 मिनेट भित्रमा यो मेरो भ्याकुम क्लिनरले यो सब सफा गरिनछु भने जिब्रोले चाटी चाटी सफा गरिदिन्छु भनेपछि घरबेटी मुसुक्क मुस्कुराउनु भएछ र भन्नुभएछ बाबु सस पनि ल्याइदिउँ कि निस्तै चाट्छौ? उसले भन्नु किन दाइ? अनि घरबेटीले भन्नुभएछ बाबु भर्खर बत्ती गएको हो, अब 9 घण्टासम्म आउँदैन। त्यस्तो परिस्थितिबाट यस्तो परिस्थितिमा आइपुगेर हामी विद्युत बेच्ने ठाउँसम्म पुग्दैछौँ। र त्यो बेलामा ऊर्जा मन्त्री गोकर्ण विष्टले जुन चाहिँ प्रसारण लाइनहरू, नेपाल भारत क्रस बोर्डर प्रसारण लाइनहरू निर्माणको अवधारणा ल्याएर अगाडि बढाउनु भयो। भारतबाट विद्युत आयात पनि गरियो र अब हामी त्यसलाई फेरि निर्यातको लागि उपयोग गर्नेछौँ। यो हिसाबले विद्युत क्रान्तिमा धेरै व्यक्तिहरूको संलग्नता, धेरै व्यक्तिहरूको महत्त्वपूर्ण योगदान त छँदैछ, तर यसलाई असफल पार्नको लागि र फेरि पनि खाल्टामा जाक्न चाहनेहरूको पनि ठुलै झुण्ड हात धोएर मतलब हात नधोइकन लागिरहेको हामी प्रष्ट देख्न सक्छौँ। त्यसैले विद्युतको जुन यो क्रान्ति छ, यो क्रान्ति पूर्णता प्राप्त गरुन्जेलसम्मको लागि फेरि एकपटक वान्स मोर कुलमान घिसिङ भन्ने मेरो आह्वान आग्रह राख्दै यहाँहरूको बीचबाट बिदा चाहन्छु। लाइक, कमेन्ट, सब्सक्राइब र शेयर गरिदिनु होला। 3 करोड नेपाली सामु यो भिडियोलाई पनि पुर्याइदिनु होला भन्ने अनुरोधको साथमा अर्को भिडियोमा अर्को विषयको साथमा प्रस्तुत हुनेछु। नमस्कार।